ग्राफ्टिङ सम्बन्धी दुईवटा भिडियो त बनाइसकेँ। आजको यो भिडियोमा कुन फलमा कुन ग्राफ्टिङ गर्ने, कहिले गर्ने, कुन रुट स्टक प्रयोग गर्ने, ग्राफ्टिङ सफल बनाउने मूल मन्त्र के हो भनेर डिटेल जानकारी दिनेछु। ग्राफ्टिङ भनेको दुई फरक बोटका भागलाई जोडेर एउटै नयाँ बोट बनाउने प्रविधि हो। तलको भागलाई रुट स्टक भनिन्छ भने माथिको भागलाई सायन भनिन्छ। अब फलफुल अनुसार कुन ग्राफ्टिङ अथवा बडिङ कहिले र कसरी गर्ने त? सुरु गरौँ सुन्तला जात फलफुलबाट। सुन्तला, जुनार र कागती जात फलफुललाई पुसदेखि फागुनको पहिलो हप्तामा ग्राफ्टिङ गर्न सकिन्छ। तराईमा पुस महिनामै ग्राफ्टिङ गर्नु उचित हुन्छ भने मध्य पहाडमा माघ महिनाको दोस्रो साता, माघको 10 देखि 25 गतेसम्म सबैभन्दा उत्कृष्ट नतिजा दिने समय हो भने उच्च पहाडी क्षेत्रमा जहाँ चिसो बढी हुन्छ त्यहाँ फागुनको पहिलो हप्तासम्म पनि कलमी गर्न सकिन्छ। त्यसैगरी कास्कीको लुम्ले र धनकुटाको पारिपत्लेमा गरेको अनुसन्धानले माघ महिनालाई सुन्तलाको कलमीका लागि सर्वोत्तम समय ठहराएको छ। सुन्तला जातमा ग्राफ्टिङको लागि साइड भिनियर ग्राफ्टिङ र बडिङ गर्नको लागि सिल बडिङ सबैभन्दा बढी प्रचलित र सफल विधिहरू हुन्। बडिङ गर्ने हो भने वैशाख जेठ महिनालाई राम्रो मानिन्छ। रुट स्टकको कुरा गर्दा ट्राइफोलिएट ओरेन्ज वा भनौँ तीन पाते सुन्तलालाई नेपालका लागि उत्कृष्ट मानिन्छ, किनभने यसले चिसो सहन सक्ने र फेद कुहिने जस्ता रोगहरू लड्न सक्छ। अब स्याउमा कलमी गर्ने मुख्य समय माघ र फागुन महिना हो, जब बिरुवाहरू सुषुप्त अवस्थामा हुन्छन्। मुस्ताङ र जुम्ला जस्ता उच्च हिमाली क्षेत्रमा फागुनको दोस्रो हप्तापछि कलमी गर्दा राम्रो हुन्छ भने सोलु र तल्लो पहाडी क्षेत्रमा माघको दोस्रो हप्तादेखि नै कलमी सुरु गर्न सकिन्छ। स्याउमा बडिङका लागि भने जेठ र असार महिना उपयुक्त मानिन्छ। स्याउमा बेन्च ग्राफ्टिङ अन्तर्गत व्हिप एन्ड टङ ग्राफ्टिङ विधि सबैभन्दा सफल मानिन्छ। रुट स्टकका रूपमा जङ्गली स्याउ, क्र्याब एप्पल र स्थानीय मोयल, इडी मोयलको प्रयोग व्यापक रूपमा गरिन्छ। व्यावसायिक बगैँचाका लागि भने YAM9, YAM26 र YAM106 जस्ता क्लोनल रुट स्टकहरू सिफारिस गरिएका छन्। नासपातीमा कलमी गर्ने समय माघ र फागुन महिना नै हो। यसमा व्हिप एन्ड टङ विधिबाट कलमी गर्न सकिन्छ। बडिङका लागि जेठ र असार महिना उपयुक्त हुन्छ, जसमा टी बडिङ वा चिप बडिङ गर्न सकिन्छ। नासपातीका लागि जङ्गली नासपाती वा मोयललाई रुट स्टकका रूपमा प्रयोग गरिन्छ, जुन पहाडी क्षेत्रमा प्रचुर मात्रामा पाइन्छ। आरु बखडा, खुर्पेनी, कागजी बदाम माघ र फागुन महिनामा टङ वा क्लिफ्ट ग्राफ्टिङ प्रयोग गरेर ग्राफ्टिङ गर्न सकिन्छ। रुट स्टकका रूपमा जङ्गली आरु वा स्थानीय चिली, वाइल्ड एप्रिकटको प्रयोग गरिन्छ। व्यावसायिक रूपमा निमा गाड जस्ता रुट स्टक पनि प्रयोगमा ल्याइएका छन्। आरु र आरु बखडामा सिल बडिङ असार महिनामा गर्दा उच्च सफलता प्राप्त हुन्छ। किवीमा माघ र फागुन महिनामा ग्राफ्टिङ गरिन्छ। उच्च पहाडी भेगमा चैत महिनासम्म पनि यो कार्य गर्न सकिन्छ। किवीमा टङ ग्राफ्टिङ सबैभन्दा सफल विधि हो र यसका लागि स्थानीय किवी वा ब्रुनो जातलाई रुट स्टकका रूपमा प्रयोग गरिन्छ। हलुवा बेदमा माघदेखि चैत्र महिनासम्म टङ ग्राफ्टिङ गरिन्छ। एभोकाडोमा फागुन र चैत महिनामा ग्राफ्टिङ गरिन्छ। अनुसन्धान अनुसार क्लिफ्ट ग्राफ्टिङ 71% सफलताका साथ उत्कृष्ट मानिएको छ भने भिनियर र साइड ग्राफ्टिङको सफलता दर एकदम कम छ। नेपालमा आँपको कलमी गर्ने सबैभन्दा राम्रो समय असार र साउन महिना हो। यद्यपि वैशाख 15 देखि असार 15 सम्म पनि कलमी गर्न सकिन्छ। आँपमा भिनियर ग्राफ्टिङ, स्टोन ग्राफ्टिङ र इनार्चिङ लोकप्रिय छन्। इनार्चिङ विधिबाट 80% सम्म सफलता प्राप्त हुन्छ। तराईमा लिचीमा माघ र फागुन महिनामा गुठी बानेर कलमी गर्न सकिन्छ भने तल्लो पहाडमा फागुन चैत्र महिनामा कलमी गर्नुपर्छ। अम्बामा भने गुठी बानेर कलमी गर्नु उपयुक्त हुन्छ र यो वर्षा समयमा गर्दा बढी सफलता पाउन सकिन्छ। अब कलमी गरेको बिरुवा कहिले रोप्ने त? पतझड बिरुवाहरू हिउँदमा र सदाबार बिरुवाहरू बर्खामा रोप्न सकिन्छ। स्याउ, नासपाती, आरु, ओखर, हलुवाबेद र किवी रोप्ने समय माघ फागुन राम्रो हो भने आँप, लिची र एभोकाडो रोप्ने समय असार साउन हो। सुन्तला, जुनार, कागती सिँचाइको सुविधा भए माघ महिनाको मध्य, माघको 10 देखि 25 सबैभन्दा उत्कृष्ट मानिन्छ भने सिँचाइ नभए वर्षा समयमा पनि रोप्न सकिन्छ। टपअर्किङ भन्ने कलमीको बारेमा पनि बुझौँ। सुन्तला जात नासपातीमा पुस माघ महिनामा, स्याउ, आरु बखडा, आँपमा फागुन महिनामा नयाँ पालुवा पलाउनुभन्दा 3 हप्ता अगाडि रुखको मुख्य हाँगा वा काण्डलाई काटेर त्यसमा उन्नत जातको कलमी सायन जोडेर टपअर्किङ गर्न सकिन्छ। ग्राफ्टिङ गर्दा सफल हुन्छ कि हुँदैन भन्ने क्याम्बियम लेयर जोडिएको छ कि छैन भन्नेले निर्धारण गर्छ। बोक्राभन्दा भित्रको हल्का हरियो भाग, जसलाई क्याम्बियम भन्छ, त्यो एक आपसमा जोडियो भने कलमी सफल हुन्छ। त्यसको लागि सायन र रुट स्टक एउटै साइजको हुनुपर्छ। यदि रुट स्टक ठुलो र सायन सानो छ भने कम्तीमा एकपट्टिको कुनाको क्याम्बियम मिल्ने गरी जोड्नुपर्छ। कलमी गरिसकेपछि हेरचाह र व्यवस्थापनले नै कलमी कति सफल हुन्छ भन्ने निर्धारण गर्छ। कलमी गर्दा रुट स्टक र सायन दुवैमा घाउ भएको हुन्छ। कलमी गरिएको भागको घाउ निको नहुन्जेलसम्म पानीको बाष्पीकरण रोक्न उच्च आर्द्रता अथवा भनौँ हावामा पानीको मात्रा एकदम धेरै 90 देखि 95% अनिवार्य रूपमा हुनुपर्छ। ओस कम भएमा सायन सुकेर मर्छ। त्यसका लागि कि त गुमोज नर्सरी, कि स्क्रिन हाउस, कि प्लास्टिक टनल बनाएर ग्राफ्टिङ गरिएका बिरुवा राख्नुपर्छ।
उच्च आर्द्रता कायम गर्न गुमर्ज नर्सरी हो भने जोटको बोरा भिजाएर भित्र राख्न सकिन्छ। प्लास्टिक टनेल र स्क्रिन हाउस हो भने प्लास्टिकले सबै कोठा छोपेर फगर पानीको फोहरा दिने मेसिन चलाउनुपर्छ। रुटिस्टकको गुणस्तरीय बिउ वा रुटिस्टककै गुणस्तरीय बिरुवा किर्तिपुर, लुम्ले, नुवाकोट, पारिपातले वा अरू सरकारी फर्महरूमा पाउन सकिन्छ। तर नेपाली बजारको माग थेक्ने गरी ती फार्महरूले अहिले पुर्याउन सकेको अवस्था छैन। यसलाई समस्याको रूपमा औल्याउन भन्दा म बरु बिउ र बेर्ना उत्पादन गरेर धेरै किसानहरूले आम्दानीको स्रोत बनाउन सक्ने देख्छु। कलमी सम्बन्धी केही जिज्ञासा भए कमेन्ट गर्नुहोला। प्रत्येक फलफुलको फरक फरक कलमी विधि विस्तृत रूपमा अरू भिडियो मार्फत प्रस्तुत गर्ने नै छु। यस भिडियोलाई सक्दो सेयर र लाइक गरिदिनु हुनेछ भन्ने आशा राख्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।